अब आफ्नो स्किन टाइप्स थाहा पाउनको लागि चाहिँ फेस वास अथवा क्लिन्जरले मुख धुनुहोस्। मुख धोइसकेपछि एटलिस्ट वेट फर 30 मिनट्स। 30 मिनट वेट गरिसकेपछि यदि स्किनमा तपाईँलाई कुनै पनि टाइटनेस फिल भएको छैन, ओइल जस्तो फिल भएको छैन भने कङ्ग्रेचुलेसन्स, यु हेभ अ नर्मल स्किन टाइप्स। यदि तपाईँलाई चाहिँ मुख धोइसकेपछि तपाईँको स्किन चाहिँ एकदम ड्राई भएको छ, फ्लेकी भएको छ भन्यो भने चाहिँ तपाईँको स्किन चाहिँ ड्राई छ भन्ने कुरा बुझ्नुहोस् है। यदि तपाईँको फेस चाहिँ टी जोनमा ओइल छ भनेको निधार र नाकमा चाहिँ ओइल छ भन्यो भने चाहिँ अरूतिर नर्मल छ भने तपाईँको चाहिँ कम्बिनेसन स्किन टाइप्स है। यस्तो ओइल आएर साइनी भएको छ भने चाहिँ तपाईँको स्किन चाहिँ ओइली भनेर बुझिन्छ है। अब सेन्सिटिभ स्किन टाइप्स हुनेहरूको चाहिँ फेस चाहिँ इची हुन्छ, अनि ड्राई हुन्छ, फ्लसिङ हुन्छ, बर्निङ हुन्छ है यो। अनि त्यसपछि गएर अर्को चाहिँ एक्ने प्रोन। एक्ने प्रोनको चाहिँ कुनै पनि त्यसो फेस वास भएर इफेक्ट हुँदैन, यो चाहिँ एउटा कन्डिसन हो है। यो चाहिँ एसोसिएटेड भएर आउँछ कि यसको बारेमा चाहिँ हामीले डिटेलमा पछि कुरा गर्छौँ है त।